बाइक ऐसे सुधर मेरा ओम शिवे नमः तसाता कृसाता मदामि सिद्धताना सर्वमिदग्धकमुको समानास साध्यारिकयसदे यद्पुरुषं व्यदतुः कपिलामे कल्पयन्नं मुखान् किमस्यासि किं बाहो किमूरुपादा उच्यते ब्राह्मणोऽस्य मुखमासीद्बाहुराजन्यः कृतः पूर्वमनसो जातसुक्षोः सूर्यो अजायत श्रोत्राद् वायुः निरजायत राह्यः आसीदन्तरिक्षकोशिष्णजोः समवर्तत तुभ्यां भूमिदिशः श्रोत्रात् तथा लोकाः चतुर्वेदः विका देवादिन्यमतकायिदं जमदने कश्यपशदाय ब्रह्मा देवाय ब्रह्मसुराय ब्रह्मा शिवो नाम शिवदितिस्ते विक्रमसे असुराय गोसे भाइ सुबु बत्ती भिजाउने कार्यक्रम भइरहेछ यहाँ हाम्रो माइटहरूले फोन बोलाउँछ है
काम गर्नुभएको थियो। यो चाहिँ कहिले भन्दा जनै पूर्णिमाको दिनमा रहेछ। त्यही अनुरूप अहिले पनि हामीले यो पहिलो धागोले किन माने सुन नपाउने भएर अब महँगो भएको सुनलाई कहिले माने अनि पहिलो धागोलाई बनाएर अनि हामीले बानी चलन आएको त्यही बेला देखिरहेछ। यसरी बाँधिदिनु भयो अनि राजा बलिले बिन्ती गर्नुभयो, हे परमात्मा भगवान ठिकै छ, यो शरीर कसको हुन्छ परमात्मा भनेर बलि महाराजले भगवानलाई भन्दै गर्दा हेर्नु यो प्राण यहाँ रहन्जेल यो शरीर चाहिँ हाम्रो अधीनमा हुन्छ, हामी सबैको अधीनमा हुन्छ। कहिलेसम्म यो प्राण हाम्रो यहाँ भएसम्म, यो प्राण भएसम्म आफ्नै हुन्छ महाराज भनेर। त्यसो भए सम्पूर्ण यो सृष्टि हजुरले दिनुभएको हजुरलाई बुझाइयो। यो शरीर मैले दान गरेको छैन, हजुरको यो पाइताला मेरो शिरमा राख्नु महाराज भनेर बलिले भनिदिनु भयो। अनि भगवान अत्यन्तै खुसी हुनुभयो, स्वर्गबाट पुष्पवृष्टि पनि भयो, धन्य राजा बलि भनेर। अनि त्यसैबाट देउसिरे भन्ने प्रथा पनि त्यही बेलाबाट चल्दै आयो, शिर देव भन्ने हुनाले। अनि यसरी राजा बलि पत्ताल जान तयार हुँदै गर्दा अनि तनी परमात्मा वामन अवतार भगवानलाई चाहिँ भगवानले राजा बलिलाई भन्नु, बडा भक्त रहेछौ, हे महाराज तिमी केही वरदान माग्ने इच्छा छ भने माग भनेर भगवानको मर्जी भयो। नारायण माग वरदान यसरी सातम अवतारको लीला पुरा भएपछि कृष्ण अवतार, हे कृष्ण अवतार, हे अष्टम अवतार नारायणको कृष्ण अवतार। आयो मन हरि यसरी लौ त बाबु भनेर हे कृष्ण काले नचाले लीला गर्नुभयो। विभिन्न लीला गर्नुभयो। गोपिनीहरूका मन मनमा बस्नुभयो। गोपिनीले भन्छन्, हे कृष्ण अत्यन्तै हामी त व्यवहार गर्न जाउँ। हे भगवान कृष्ण हरे चञ्चल भयो मन, चञ्चल भयो मन, हे लैजाऊ कृष्ण वृन्दावन, चञ्चल भयो मन। बिलौना गर्न लागे हे भगवान कृष्ण हरे
ओम नमो भगवते वासुदेवाय वासुदेवं तर्पयामि ओम नमो भगवते वासुदेवाय वासुदेवं तर्पयामि ओम नमो भगवते वासुदेवाय वासुदेवं तर्पयामि ओम नमो भगवते वासुदेवाय वासुदेवं तर्पयामि